घोडामा गलेपछि त मरिदैन मर्दैन हो हजुर ल यसमा खुट्टा राख्नुस् अनि जानु हो र कति वर्षको भयो भाइ म अब 12 अब 13 मा लाग्छु हो हजुर ल बस्नुस् ठीक छ यार डर लागिरहेछ त यार के हुँदैन के यो खुट्टा राख्नु ल यसमा टेकेर यो हजुर र उनीहरुलाई त हामीले तालिम हान्न त हान्दैन नि यिनीहरूले हैन फाल्दैनन् हान्दैन हजुर एकछिन म यता खुट्टा राख्दिन्छु यो खुट्टा राखिदिउँ त भाइ ल भयो ल अलि कुरो लागिरहेछ दाइको खुट्टा के यो लाग्यो यार अनि समात्ने के समात्ने हो त यही समात्ने हो समात्ने यही हो यही समात्ने हो यही यो होइन हजुरको ह्यान्डल भनेको यही हो यता लगाउने चाहिँ जान्छ यता गरायो भने यता जान्छ हैन जान्छ अनि यस्तो यस्तो बनाइ दौडिन्छ अनि लडिन्छ के हो यार भाइ यार अनि रोकाउने फेरि यो जोरसँग तान्ने रोक्दाखेरि यो तान्ने हो यस्तो भयो ए हो लगाउँ त भाइ ए हो अर्को दाइने यस्तो ल चढ्लाई केही हुन्न एकछिन रमाइलो यार अनुभव हो यार भाइ पनि आइरहेछ है गोप्रोमा टक्क लाएर भाइको भिडियो हालिदिन्छु म कुदाउने कसरी हो त हो र लड्लास है लड्लास अलिक ध्यान दिएस् मजा आइरहेछ अरे यार कस्तो खस्यो भने त यार त्यो केही लतार्छ बादल थाहा भाइ किनकि खुट्टा तल यस्तो भए छ होइन खुट्टा हजुर मन्दिरमा कहाँ छ मन्दिरमा नजाउँ यार मन्दिरमा म 3 साल अगाडि आएको थिएँ त्यहाँ गएको थिएँ म पहिला अहिले चाहिँ नजाउँ होला गए पनि अहिले जान्छौँ एकछिन घोडा कुदाउँ भयो मा किन नकुदाउने यार चढ्या अनुभव लाग्नु पऱ्यो बरु गए पनि जाउँला र कन्टेन्ट बन्छ यार दौडै बेला त के थाहा तान्न यार के डर गरेको क्या कस्तो यार हजुर कुदाउँ न कुदाउँ ल कुदाउँ त कुदाउँ होइन कुदा के हुन्न क्या यस्तो गर क्या यता सार्ने त धेरै पनि नकुदाउँ है भाइ फेरि यसले हान्ने हो हो रिफी दौड्यो भने त गाह्रो भएको फेरि अनि भाइ केही कुरा गर न यार
कतिमा पढ्छौ भाइ अँ हो ए अर्को दाइ उसैमा चढ्यो चढ्यो त उहीमा मलाई दौडाइदिनु न यहाँमा दौडाउँदै लग खोजिरो बनाइदिनु सँग म भिडियो बनाइदिएर आउनु आफै जान्छ यो अब अगाडि जानु त आफै जान्छ अगाडि जानुस् फास्ट यो समाज त यो पनि समाज ए हो र बाबु हजुर मेरो हेलमेट समाज ल त तँ ला त हेलमेट ल म समात्दिन्छु उसलाई देऊ त मै केलाई देऊ केलाई मै समात्छु त्यहाँ उ भएको छ के रेकर्ड भइरहेको रेकर्ड छ रेकर्ड भइरहेको हेलमेट लगाएको चल भाइ बनाउनु दिनु मेरो पछि आउँछ त यार मान्छे अगाडि मान्छेलाई फलो गर्न चाहिँ अहिले अगाडि अगाडि जाऊ पछाडि हान्नु पछाडि यो बाइकको ह्यान्डल जस्तै हो ल यता बनाउनु साह्रै छु यो लिनु त फाल्छ कि के हो टेक्नु भएर हिँड्छ त तपाईँले टेक्नु न माथि चाल्नु पल्लो ठिकै छ कस्तो हल्ला हो त यार पक्नु भाइ उँभो फर्काउ कान्छ उँभो फर्काउ के फोटो बनाइदिने ल खिच हेलमेट त दुई ब्रदर्सको खिचिदिन्छु ल टु ब्रदर्सको राम्रो खिच्दै है एकछिन है फोटोबाट खिच फोटो नानीले रोटे खिचिदिएको छु होइन उता ब्याकग्राउन्ड ल्याउनु पऱ्यो नि यार फोटोबाट खिच टु ब्रदर्सको ल सिग्नल हो सिग्नल बनाइदिनु सिग्नल बनाइदियो पोस्ट दिनु भएको एउटा यस्तो
खिच्नु माथि रसी एउटा यता खिच है यस्तो टाइपको खिचाउनु ल हजुरको भएको छैन फोटो बस्नु खिचिदिन्छ यता यता आइज हजुरको टायरहरू यो टेक्नु होला बाइकमा जस्तो आउनुहोस् बिस्तारै आउनुहोस् के त हिँड्दैन हिँड्दैन ल त